घन्टी पछि बालन शाहले समात्नु भयो, हामीले समात्यौँ, यो देशले समात्यो। तपाईँ फेरि एकचोटि घन्टी बजाउन तयार हुनुहोस्, हामी 12 बजाउन तयार छौँ यिनको। तपाईँ एकचोटि घन्टी बजाउनुहोस्। यति कुरा राख्दै अब आसन्न निर्वाचन 84 मा निर्वाचन हुँदैछ। नेपालको सामाजिक आन्दोलन 84 सालमा 84 वर्ष पुग्दैछ। शास्त्र मान्नेहरू भन्छन् 84 पूजा गरेपछि जुनी काटिन्छ। हो, त्यसो भए 84 मा फेरि एकचोटि तपाईँ घन्टी बजाउने तयारी गर्नुहोस्। हामी यिनको स्वाहा सत्यानाम गर्दिन तयार भएर आएका छौँ। एकचोटि नेपाली जनता यो 84 मा 84 पूजा गरेर यो देशलाई बैतडी तारेर जुनी फेर्ने तयारी गर्नुपर्नेछ। यो परिवर्तनको आन्दोलनमा सबैलाई एकढिक्का हुनलाई म हार्दिक अपिल गर्न चाहन्छु। आउँदै गरेको महाधिवेशनमा मैले के पाउँछु तैँले के पाउँछस् होइन, देश पहिला, देशपछि अरू, त्यसपछि अरू। पहिला देश बन्नु पर्यो, हामीले नपाउँदैमा केही हुनेवाला छैन। यति कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु। यो